एभ्रीवान, आज चाहिँ मटनको मोमो बनाएको छु मैले। यसलाई मटनको मोमो त नभनौँ किनकि यो मटनको किमा हैन, ल्याम्पको किमा हो। तर अब यता चाहिँ मटनको साटो मान्छेहरूले ल्याम्प नै खाने रहेछ के। मटन त्यस्तो पाउँदैन भनौँ यता, तर दुइटै एउटै एउटै नै हो कि, त्यसैले केही भएन। अब मोमो बनाउन त अलमोस्ट सबै नेपालीलाई आउँछ हैन। त्यही नि फर्स्टमा मैले किमालाई बनाएर राखेको थिएँ। मैले चाहिँ फर्स्टमा त्यही हो, किमा हाल्ने, फाइनली चप गरेको अनियन हाल्ने, गार्लिकलाई नि मजाले पिसेर त्यसपछि चाहिँ मसलाहरू हाल्ने, अनि त्यसलाई मजाले मिक्स गरेर एकछिन साइडमा राखिदिने, अनि हाम्रो किमा रेडी हुन्छ। अलमोस्ट सबै नेपालीहरूको फेभरेट नै होला कि मोमो। मेरो चाहिँ यस्तो फेभरेट हो कि मलाई एकदमै मनपर्छ कि मोमो। अनि मेरो बहिनीले नि मोमो यस्तो मन पराउँछ नि। मैले मोमो ऱ्याप गर्ने कुरा चाहिँ बाहिरबाट किनेको थिएँ कि, त्यो बनाएको रेडिमेडवाला किनेको थिएँ। यस्तो झ्याउ लाउँछ मलाई यो बनाउन, त्यही भएर बाहिरबाट किनेर ल्याउने अनि ऱ्याप गर्ने, मजाले खाने। मैले सबैलाई मजाले ऱ्याप गरेर डिजाइनहरू गरेको थिएँ। मलाई त्यस्तो राम्रोसँग डिजाइन गर्न त आउन, त्यही नै हल्का फुल्का चाहिँ गर्छु। मेरो घरमा हप्ताको एकचोटि चाहिँ मोमो पाकेकै हुन्छ कि। वेडनेसडे पाक्थ्यो हाम्रो घर चाहिँ, कि वेडनेसडे भएन भने चाहिँ स्याटरडे पाक्थ्यो। पहिला मलाई यो मोमो राम्रोसँग ऱ्याप गर्न नि आउँथेन कि, अहिले त यति भइ नै आएको हो। मैले एकदमै सिकेको थिएँ कि, जति बेला गरेँ नि बिग्री गर्ने के। यसै गरेर मैले चाहिँ सबै मोमो बनाएर रेडी गरेँ। मैले चाहिँ हल्का डिफ्रेन्ट सेपको गरिदिएको थिएँ कि ज्याउ लाएर। अनि हेर्नु न गाइज, यस्तो जुसी भयो थियो कि यो मोमो। त्यो यस्तो त्यो जुसहरू पुरै बगिरहेको थियो कि, त्यति साह्रो जुसी भयो थियो यो। हजुरहरूले नि हेर्न सक्नुहुन्छ होइन, यस्तो जुसी भएको थियो। यो ल्याम्पको भएर पनि होला त्यो जुसी भएको, तर एकदमै मिठो भयो थियो। सो आजको लागि यति नै हो। थ्याङ्क यू फर वाचिङ।